च्यानल सबैलाई स्वागत छ फेरि मेरो भ्लगमा। आज फेरि भ्लग लिएर आइसकेको छु। आज चाहिँ म आफ्नै भ्लगको बारेर बसको साइडमा छु होइन, आफ्नै गाडीको साइडमा छु। आज टक्क बारेर पुरै धमक्कावाला भ्लग छ होइन। हेरेर साथ सपोर्ट माया गरिदिनु होला। फेरि पनि भन्न चाहे होइन, सबैले एकचोटि हेरिदिनु होला, भ्लगलाई माया गरिदिनु होला। यहीँ छ, पार्किङमा छ। यसको गाडीको नम्बर चाहिँ भोलि छ होइन। भोलि यहाँबाट हिँड्छ। काठमाडौँबाट टक्क सुर्खेत जाने भयो कन्ट्याक्ट गर्नु होला। नेपालगञ्जदेखि काठमाडौँ आउने भयो भने कन्ट्याक्ट गर्नु होला। तपाईँहरूलाई टक्क केही डिस्काउन्ट गरेर म ल्याइदिनेछु, लगिदिनेछु है। अब देखाउने छु। हाम्रो ब्लग चाहिँ यहीँबाट स्टार्ट गरौँ है, किङ एयर बसबाट स्टार्ट गरौँ। स्टार्ट गर्दा राम्रो होला। यो चाहिँ पोखराको गाडी हो, पोखरा जाने गाडी। आज चाहिँ हजुर टक्क पारेर गाडी पनि अलिकति सदा छ आजभोलि होइन। भित्र पनि सिट त कम्फर्टेबल छ एकदम। तपाईँले सुतेर जानु मन छ कि बसेर जानु मन छ कि हजुरहरूलाई कसरी जानु मन छ त्यसरी नै पुर्याइदिनेछ हाम्रो किङ एयर बसले। कन्ट्याक्ट नम्बर चाहिँ के अरे तल राख्दै हुन्छु, हेरिदिनु होला होइन, हेर्नु होला। यो चाहिँ हाम्रो किङ एयर बस हो, एकदम कम्फर्ट हो है, मार्केट खाएको बस हो। हेरिदिनु होला राम्रोसँग हेरेर टक्क साथ सपोर्टमा आइदिनु होला। हुन त यसको यो गाडीको उद्यो त पुरै उद्यो नै भइसक्यो होइन। यो गाडीको पुरै सर्ट यसको छुट्टै, यो गाडीको छुट्टै भ्लग नै छ। हेर्नु भएको छैन भने गएर हेरिदिनु होला। टक्क यहाँ ऐना पनि छ भने यसो हेर्नको लागि एकदम बेस्ट छ होइन। हो त्यही हो, साथ सपोर्ट माया है। र यो पनि पोखराको होइन, ग्रे होन टुर एन्ड ट्राभल्स। यो चाहिँ पोखरा जाने गाडी हो। यो पनि एकदम बेस्ट छ, जानु परेमा कन्ट्याक्ट गर्नु होला। ल गाडीको के छ ल भनिदिनु न त। के भन्नु, भिआइपी सोफा सिट हो होइन, सबै एसी। तपाईँहरूलाई अब पानीको पनि सुविधा छ होइन। अब सिट देखाइदिनु पर्ने एकदम भिआइपी छ। हो 2x1 रहेछ, एकदम बेस्ट कम्फर्टेबल छ, एकदम दामी छ। जानु परेमा कन्ट्याक्ट गर्नु होला, कन्ट्याक्ट नम्बर तलै हुन्छ। पोखरा जानलाई एकदम बेस्ट छ यो बस पनि। एकचोटि ट्राभल गरेर हेर्नु होला। टक्क सिसिटिभी क्यामेरा, उहाँ हाम्रो भिडियो कैद भइरहेछ यता सिसिटिभी क्यामेरामा। टिभी पनि छ, वाइफाई पनि छ। यहाँ यो बसमा धेरै सुविधा रहेछ। एकचोटि ट्राभल गरिदिनुलाई यो बसमा पनि। हाम्रो गाडीहरू चाहिँ यता पुरै जाममा जान के अरे, यता हाम्रो सुर्खेतको टोली चाहिँ पुरै जानको लागि रेडी छ। तर पुरै के गाडी जामले गर्दा पुरै रोकिरहेछ होइन। बस पार्कमा आएपछि फेरि छुट्टै चलपल हुन्छ के। हाम्रो श्रीपेज छुट्यो, बर्दियाको राजा। यसलाई बर्दियाको राजा भन्नै थियो होला होइन। श्रीपेज पुरै रन्केर गयो, सही ल त्यो चाहिँ हुनु पऱ्यो नि होइन। गयो हाम्रो श्रीपेज पनि। यता चाहिँ स्याङ्जा गण्डकी छ होइन। यो पनि अब जानलाई पुरै रेडी पारामा हो।
यता हाम्रो धनगढीको बस त अझै छुटेकै रहेनछ है। टाइम ट्राभल राजगद्दी एक्सप्रेस धनगढी टु काठमाडौँ। चाहिँ रोयल एडभेन्चर है। हाम्रो कल्पना मैया पनि उता देखाएको थियो, कल्पना एयरबस ऊ त्यहाँ छ। यो पनि गाडी त एकदम बवाल हो। हाम्रो 1553 पनि यही रहेछ है, किङफिसर। यो त फेरि मेरो पुरै डाइहार्ड हो नि त। यो त एकदम बेस्ट बस 1553 है। 1552 र 1553, 1552 त्यो किङ एयर बस भयो, 1553 यो किङफिसर नेपालगञ्जबाट चल्छ, त्यो अर्को काठमाडौँबाट चल्छ। एकदम बेस्ट छ यो गाडी पनि, बहुत माया लाग्छ यार गाडीको गाइस। के गर्नु, छुटेर टाढा गइहाल्यो होइन। मुस्किल लाग्छ गाडी
गाडीको फोटो खिच्नुपर्छ सामान लिएर आउनु गाडी उता गएन गाडी